दर्शकमान बाबु टन टकमा विशेष स्वागत गर्न चाहन्छु। आज हामीसँग अधिवक्ता अनन्त नेपालजी हुनुहुन्छ। मैले स्वागत गरेँ अनन्तजी तपाईँलाई। नमस्कार, धन्यवाद। हजुर, के हो यो संसद पुनर्स्थापना हुने भन्दैछन् बिहिबार र सुप्रिम कोर्टले संसद पुनर्स्थापना अब गरेरै छाड्छ त? यो संसद पुनर्स्थापना कदाचित हुँदैन, हुनु पनि हुँदैन। त्यो भयो भने अर्को नेपालले अर्को फेरि आन्दोलन निम्त्याउँछ। त्यसकारण यो मसान घाटमा लगेर गाडेको मुद्दालाई उठेर आउँछ भन्नु र यो संसद बिउतिन्छ भन्नु एउटै कुरा हो। यो अनि डिबेट शब्द मात्रै हो, सम्भवै छैन। यो कस्तो हुन्छ नि, हावा नचलिकन पात हल्दैन हेर्नुहोस् होइन अनन्तजी, कसरी कहाँबाट आयो यो हावा? यो चाहिँ यो चुनाव देशै चुनावमा होमिसक्यो, पार्टीहरू चुनावमा होमिसके। अब यो चुनावमा प्रचार प्रसार पनि जान सक्ने स्थिति नभएका केही पार्टीहरू छन्, पुराना दलहरू, विशेष गरी पुराना नेताहरूले नेतृत्व गरेको पुराना दलको तब्काबाट यो चाहिँ हल्ला फिजाइएको, त्रास फैलाएको हो यो। होइन अधिवक्ताजी, अब तपाईँ आफै पनि एउटा कानुनको विज्ञ हुनुहुन्छ होइन, वकालत गरिराख्नु भएको छ निष्पक्ष ढङ्गले। तर जो पछिल्लो समयमा विभिन्न दलहरू अहिले चुनावमा होमिसकेको अवस्थामा तर यो रोक्ने प्रयास र अलि यो हल्ला आउनुलाई कुन रूपमा लिनु भएको छ तपाईँले? यो चाहिँ पुराना दलको पुराना नेताहरूले नेतृत्व गरेको दलबाट आफूले चुनाव हार्ने भइसकेपछि, आफ्नो दलले चुनावमा हार्ने अनि जनतामा जान सक्ने स्थिति नभइसकेपछि अब एउटा चाहिँ हल्ला फिजाएर यो चाहिँ जनतामा चाहिँ त्रास फैलिएको, दुविधामा राखेका, यो मात्रै हो। अब कसरी पुनर्स्थापना भने नेपालको सम्पूर्ण चाहिँ राजनीतिक पार्टीहरू चुनावमा गइसकेपछि अब यो सम्भावनै छैन। यो विषयमा छलफल यो चाहिँ बाहिर चलाइएको हल्ला मात्रै हो। हल्लाको पछाडि दौडिनु भएन क्या। कागले कान लग्यो भनेर कागको पछि दौडिने कि कान समाउने भन्ने प्रश्न हो क्या यो चाहिँ। अनि यो जस्तो यदि संसद पुनर्स्थापना भइ नै हाल्यो, सुप्रिम कोर्टले त्यो त्यहाँसम्म पुग्ने स्थिति सिर्जना भयो भने के हुन्छ? अर्को आन्दोलनको सूत्रपात हुन्छ। 2324 को जेनजीको आन्दोलनको मर्म, त्यसपछि जेनजीको सरकार निर्माण हुनु, त्यसपछि हामीले विभिन्न दलमा अधिवेशन होइन विभिन्न त्यो भएर नेतृत्व फेरबदल हुनु र अब यो चुनावमा होमिसकेको अवस्थामा लगानी त ठुलो भएको छ नि राज्यको। राज्य अगाडि बढिसक्यो, निर्वाचन अगाडि बढिसक्यो होइन, देश अगाडि बढिसक्यो, जनमतले चाहिँ एउटा चाहिँ दिशा निर्देश गरिसक्यो। अब यस्तो हल्ला पिटाएर हो हल्ला गरेर यो त हुन्छ नि, केही तब्काहरू छन् नि जो चुनावमा चाहिँ स्वस्थ प्रतिस्पर्धामा भाग लिन नचाहने, चुनावबाट भाग्ने, चुनावमा जान नसक्ने, अनिखेरि चाहिँ बाहिर यस्तै यस्तै हल्ला पिटाएर आफ्नो खेतीपाती गर्ने केही अब चुनावमा भाग नलिने व्यक्तिहरू, दलहरू, समूहहरू पनि छन् भने केही पुरानो दल चाहिँ जो आज प्रचार प्रसारमा जान नसक्ने स्थिति भयो, आफै पनि हार बेहोर्नु पर्ने स्थिति भइसकेपछि यस्तो हल्ला चाहिँ फिजाइएको, हल्लाको पछाडि दौडिनु हुँदैन। अजितज्यू, तपाईँले भन्नुभयो हार्ने निश्चित देखियो भन्नुभयो, त्यसो भए एमाले कङ्ग्रेस कमजोर स्थितिमा हो अहिले? होइन, काङ्ग्रेस त सच्चिसक्यो त। काङ्ग्रेसले त आफ्नो प्रधानमन्त्रीको क्यान्डिडेट सहित अगाडि सारेर निर्वाचनमा अगाडि बढ्यो। गगन थापाको नेतृत्वमा काङ्ग्रेसका त युवाहरूले काङ्ग्रेसको नेतृत्व लिइसके त। काङ्ग्रेस त गगन थापाले बचाए, केही हदसम्म बचाए र चाहिँ प्रतिपक्षमा चाहिँ अहिले यसो हेर्दाखेरि प्रतिपक्षी दलको रूपमा चाहिँ काङ्ग्रेस चाहिँ दह्रो दलको रूपमा चाहिँ स्थापित हुने चाहिँ सम्भावना छ। त्यसो भए शङ्का तपाईँको एमाले प्रति हो? अब त्योभन्दा बाहेक त यो देशमा अस्थिरता चाहने, निर्वाचन नचाहने, देशलाई चाहिँ द्वन्द्वमा लैजाने मुख्य नेतृत्व त्यो दलले गरेको छ भनौँ न। केपी ओलीको नेतृत्व छ। केपी ओलीले यो देश चाहिँ द्वन्द्वमा लैजाने चाहिँ प्रयत्न स्वरूप यस्ता हल्लाहरू चाहिँ यो नेकपा एमालेको चाहिँ अध्यक्ष र चाहिँ सचिवबाट समेत अहिलेको चाहिँ यो यस्ता हल्लाहरू त हिजो अस्तिदेखि आइरहेका हुन्। त्यसैले यस्तो हल्लाको पछि केपी ओली र महेश बस्नेतको कुरामा विश्वास नगर्दा हुन्छ। त्यो बाहेक अरूले यस्ता कुराहरू चाहिँ भन्ने गर्ने गरेका छैनन्। अब केही नयाँ राजनीतिक समूह भागै नलिने दुर्गा प्रसाई प्रवृत्तिका केही मान्छेहरू छन्, यिनीहरूको कुरा पनि नसुन्दा हुन्छ। बाँकी पार्टी र बाँकी
दलहरू चाहिँ निर्वाचनमा अगाडि बढिसकेको अवस्थामा संसद पुनर्स्थापनाको कुनै सम्भावना छैन, 1% पनि सम्भावना छैन। त्यसैले निश्चिन्त भएर चुनावको गतिविधिमा अगाडि बढ्दाखेरि हुन्छ। जस्तो केपीज्यूले भन्नुभयो नि आज कि अपमान भयो मेरो, सुरक्षा कर्मीहरूले अपमान गरे भन्नुभयो नि, के हो यो खास? अब केपी ओलीले देशलाई नै अपमान गर्दा केही भएन, देशको जनमतलाई अपमान गर्दै आउनु भएको छ र उहाँको आफ्नै दलको कार्यकर्तालाई अपमान गरेर यो देशलाई भड्खालोमा हाल्ने भनेको त केपी ओली प्रवृत्ति हो नि। केपी ओलीलाई वास्तवमा भन्ने हो भने यो निर्वाचनमा भाग लिन दिनु हुँदैन थियो। उहाँलाई यो छानबिन समितिले निर्वाचन अगाडि नै प्रतिवेदन ल्याइदिएको भए त्यो 23 र 24 को घटनामा सामेल रहेका व्यक्ति जतिलाई निर्वाचनमा जानबाट प्रतिबन्ध लगाउनु पर्थ्यो। यो अहिलेको सरकारले गर्न सकेन। प्रतिवेदनको आइसकेपछि अब बन्ने सरकारले त्यसलाई पनि कारबाहीको दायरामा ल्याउला सायद। हजुर, अन्तिममा अब यो जुन भ्रम सञ्जालमा चुनावै हुँदैन, अब चाहिँ संसद पुनर्स्थापना हुन्छ भनिराख्दाखेरि यसलाई चाहिँ कसरी तपाईँले उहाँहरूलाई चाहिँ ऊ गर्नुहुन्छ त इन्फर्मेसन, होइन यो गलत हो, त्यतातिर नलाग्नुहोस्, चुनाव हुन्छ भन्ने हिसाबले ढुक्कले आनन्दका साथ होइन चुनावमा होमिने वातावरणको सिर्जना कसरी गर्नुहुन्छ? अब मैले यो कुरामा बोल्ने र सिर्जना गर्ने भन्दा पनि निर्वाचन आयोगले यसलाई अझ प्रस्ट्याउनु पर्ने हुन्छ। आज पनि त्यो विषयमा छलफल भएको थियो। आज बिदाको दिन भएर खासै निर्वाचन आयोगले चाहिँ अहिले स्टेटमेन्ट दिन सके होला। अब छिट्टै निर्वाचन आयोगले यसलाई क्लियर गर्नुपर्छ र अहिलेको सरकारले पनि यसलाई चाहिँ यस किसिमको हल्ला, यस्तो किसिमको चाहिँ चुनावको बिचमा चुनावी माहौललाई चाहिँ प्रत्यक्ष रूपमा असर पर्ने गतिविधिलाई चाहिँ कहाँबाट चल्यो, जसरी चाहिँ अस्ति चाहिँ बालेन शाहको प्रति चाहिँ सुरक्षा थ्रेट दिने युवाहरू, परिचालित युवाहरूलाई चाहिँ जसरी पक्राउ गर्यो तत्काल प्रहरीले, त्यसै गरी यस्तो हल्ला फिजाउनेहरू गतिविधिलाई चाहिँ नेपाल सरकार, सुरक्षा निकाय लगायत निर्वाचन आयोगले पनि अब त आचार संहिता लागू भइसक्यो त, यस्ता हल्ला पिटाएर चाहिँ निर्वाचनलाई प्रभावित गर्नु भनेको चाहिँ निर्वाचनको आचार संहिता उल्लङ्घन गर्नु हो। त्यसकारण निर्वाचन आयोग र सरकारले यसलाई छिट्टै पस्ट्याउला। भोलिसम्ममा राष्ट्रिय मिडियाहरूले पनि यसलाई चाहिँ चिरफार गर्नुपर्छ भन्ने देख्छु म। भनेपछि यो निर्वाचन विपरीतका गतिविधि सञ्जालमा लेख्न पनि पाइँदैन होइन त पछिल्लो रोक्नुपर्छ यस्ता गतिविधि। यो त आचार संहिता विपरीत हो र यिनीहरूलाई त कारबाहीको दायरामा ल्याउनुपर्छ। अब यस्तो गतिविधिलाई प्रशय दिने हो भने त निर्वाचनको मुखमा अथवा मतदानको दिनहरूमा त यस्ता चाहिँ अफवाह फैलाएर त धेरै गतिविधि हुन सक्ने सम्भावना छ यसपालि। त्यसकारण बेलैदेखि नै निर्वाचन आयोगले यस्ता गतिविधिमा चाहिँ सुरक्षा संयन्त्रको सहयोगमा चाहिँ यस्ता गतिविधि नियन्त्रण गर्नुपर्छ र रोक लगाउनुपर्छ। अनन्त नेपालजी धेरै धेरै धन्यवाद महत्त्वपूर्ण समय र विचारको लागि। त्यहाँलाई धन्यवाद, नमस्कार।